हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। सबैजना सन्चै हुन्छ, म नि सन्चै छु। मैले चाहिँ आज चाहिँ आलु पराठा बनाउन लागिराखेको। आलु पराठाको लागि चाहिँ मैले सामानहरू चाहिँ अलरेडी रेडी गरिसकेको छु है। आलु प्याजको मसला पनि रेडी गरिसकेको छु। मैले चाहिँ सादा बनाएको छु, अनि अरू केही हालेको छैन। नानीहरूले पिरो नि खानु नि त, त्यही भएर अलि सादा बनाएको छु। अनि यहाँ चाहिँ मैले अनि पिठो पनि आटा पनि मोलेर पनि रेडी गरिसकेको छु। अब यसलाई चाहिँ म अनि बेल्न गइरहेको छु है। साथीहरूले चाहिँ भिडियो चाहिँ सुरुदेखि लास्टसम्म हेरिदिएर मलाई साथ दिनु होला साथीहरू। म चाहिँ अब आलु पराठा रोटी बनाउनु गइरहेको छु है साथीहरू। मैले चाहिँ आटालाई चाहिँ अनि डल्लो बनाएँ, सानसानो भएको डल्लो बनाएँ, ठिक्क आफूलाई चाहिने अनुसारले डल्लो गर्ने है। अनि यसलाई अनि म हल्का फराकिलो गरेर बेलेर अनि यसमा चाहिँ म मसला राखिदिन्छु है। मसला राखेर अनि यसलाई चाहिँ साइडबाट पनि चारैतिरबाट चाहिँ अनि कभर गरिदिन्छु। मैले चाहिँ सधैँ यसरी नै बनाउँछु है साथीहरू। अब जहिले नै यसरी बनाउँछु, अनि आफ्नो तरिका हुन्छ नि। मलाई चाहिँ यसरी नै सजिलो लाग्छ बनाउनको लागि चाहिँ। अनि यसलाई चाहिँ म बेल्छु है, बेलनामा बेलेर म चाहिँ कराही तताइसकेको छु है। कराहीमा चाहिँ म तेल पनि राखिदिन्छु। कराहीमा चाहिँ तेल तातिसक्यो। मैले चाहिँ अनि यो रोटीलाई बेल्दैछु नि त। रोटीलाई चाहिँ म चाहिँ कराहीमा एड गरिदिन्छु। कराही नै अनि सानो छ, त्यो रोटी नै अनि सानो ठिकै बनाउनु पर्छ। म चाहिँ रोटी बेलिसकेँ है साथीहरू। आलु र अनि आटाको मिक्स, यसलाई चाहिँ म कराहीमा हालिदिन्छु। कराहीमा राखेको रोटीले चाहिँ अनि तेल चाहिँ गर्नुपर्छ नि त, माथिबाट लगाउनुपर्छ। कोही ठाउँमा चाहिँ राम्रोसँग लाग्दैन। अनि चाहिँ बिस्तारै उल्टाएर पकाउनेलाई चाहिँ अनि एकपट्टि पाक्यो नि त, राम्रोसँग पाकिसक्यो। अनि पछाडि चाहिँ एकछिन पकाउनुपर्छ। एकदम पाकिसक्यो नि त, अर्कोपट्टि साइडमा पनि पाकिसक्यो। अनि यसलाई चाहिँ म चाहिँ बाटोमा राखिदिन्छु। यसरी म चाहिँ अनि सबै रोटीहरू बनाउँछु र हजुरहरूलाई अनि कति बन्यो अनि देखाउँछु है साथीहरू। अहिले चाहिँ बल्ल चाहिँ अनि एउटा बनेको नि त, अनि भर्खर अनि एउटा नै हालिसकेँ मैले कराहीमा हालिसकेँ एउटा चाहिँ। अनि म यसरी नै सबै रोटीहरू बनाउँछु। यो चाहिँ अब लास्ट अब यो एउटा मात्रै बाँकी हो, डल्लो बनाएर राखेको छु मैले चाहिँ। अनि एउटा चाहिँ बेलेर राखेको छु है मैले। अनि यति चाहिँ 9-10वटा जति भयो होला साथीहरू। अनि मसला पनि थोरै हो, लास्ट एउटा लगाउँदा त्यो एउटा लगाउँदा ठिक्क भयो है। ठिक्क भएछ मसला पनि अनि आटा पनि। अनि रोटी चाहिँ यहाँ पाक्दैछ है साथीहरू। अनि यति भयो है। अनि अब यस्तो भयो मैले भनेको। कोही चाहिँ हल्का डर नगयो है साथीहरू। यस्तै फाइनली पराठा नि बनाएर भइसकेँ मैले चाहिँ साथीहरू। अनि मैले बनाएको पराठा चाहिँ यस्तो भयो है, यस्तो भयो साथीहरू। अनि यता चाहिँ हल्का डर नगएछ है। अनि हतार भएको थियो नि त, अनि एक्लै पनि थिएँ। अनि त्यही भएर अनि हल्का डर नगएछ। पछाडिपट्टि चाहिँ कोही चाहिँ यस्तै छ नि, घरमा खाना त अनि केही हुँदैन नि त, अनि केही हुँदैन। अनि यस्तै हुन्छ। अनि खासै राम्रोसँग बनाउन नै आउँदैन मलाई चाहिँ। अनि यस्तै हो साथीहरू। हजुरहरूलाई कस्तो लाग्यो मैले बनाएको आलु पराठा चाहिँ? अनि कमेन्ट गरिदिनु र मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु है साथीहरू। बाई।